हेलो यो चाहिँ तरबुजा रे है गाइस। खरबुजा चाहिँ प्राय सबैले देख्नु पनि भएको छ, खानु पनि भएको छ है। यो चाहिँ पहिलोचोटि टेस्ट है। काट्छु अब बाहिरको बोक्रा मात्र नछौ न, बाहिरको बोक्रा मात्र काटेर खाने हो कि बिचैबाट काटेर खाने हो? लेट्स ट्राई है, ट्राई। ओहो इंट्रेस्टिंग। ओहो ले ओ यस्तो हुँदो रहेछ भित्र त, काँक्राको बिया जस्तो। यो त फाल्छन् होला सायद। एउटा प्लेट ल्याउ त। यो खाने मिठो हुने चाहिँ स्वाद मन पराउनेलाई एकदम। यो बहिनीले खाइन् कि एउटा प्लेट लिएर आऊ त, यो फालौँ। यसको चाहिँ मैले जानिनँ होइन, यसको चाहिँ बाहिरको बोक्रा काटेर यो बिचको भाग खाने हुन्छ कि, यो बिचको भाग। जाऊ न एउटा कटौरा प्लेट लिएर आऊ त, बहिनीले खाइन्। यसको बिउ यस्तोले खान्छ, पानी होइन नि, है। यो काटेर म पहिलो चिरा तिमीलाई नै दिन्छु क्या है। छोरी भएपछि के गर्ने ल है ल। 60 रुपियाँ केजीको हो यो। ए भगवान्, यो फाल्नलाई हो क्या यो फाल त उहाँ खाइन् बहिनीले। यो गेडा फाला त ल। यो है बिचको भाग यो खाने ल। गेडा मुखमा हकेर खै देखाउ त, कतिवटा खाइछ्यौ ल। यति खाऊ त ल, मन पर्छ किने, मन पर्ने भए अरू काटेर दिन्छु ल। यो हाममा गर ल, तिमीले पनि ल रियाक्सन देखाउ त कस्तो हुन्छ ल। मैले यो खान्छु है त ल। उता कस्तो लाग्यो? मिठो। खरबुजा मिठो कि तरबुजा मिठो? तरबुजा। ल हजुरहरूले पनि किनेर खानु होला, टेस्ट गर्नु होला ल।